सोही धोले सोही क्यूआर कोडमा जम्मा भएको पैसा जति खोइ सामाजिक सञ्जालमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उठाएको चन्दा रकम खोइ भन्दै आवाजहरू उठ्न सुरु भएको छ। दर्शकबिन पुल बनाउने पार्टी चलाउने भन्दै भित्रै बुझको आगोसरी सल्किएको क्यूआर आतंक आम नागरिकहरूलाई विशेष गरेर श्रम संस्कृति पार्टीदेखि आजित भएको विषयहरू एकपछि अर्को गर्दै बाहिरिरहेका छन्। यसको जवाफ र स्पष्टीकरण अब आफूलाई सबैभन्दा सादा पारदर्शी र देशभक्त सम्झने हर्क साम्पाङ र उनको पार्टीले दिनुपर्नेछ। पुल बनाउन र पार्टी सञ्चालन गर्न हालसम्म कति डलर कति रुपैयाँ जम्मा भयो भनेर जवाब फर्काउनु पर्नेछ, जवाब दिनुपर्नेछ। नेपालीमा एउटा उखान छ, अरूको शरीरको जुम्रा देख्ने तर आफ्नो शरीरको भने भैँसी पनि नदेख्ने। धरानदेखि हर्क साम्पाङको कमान्डमा सुरु भएको श्रम संस्कृति पार्टीले वैशाख 28 गतेदेखि सदनमा सभामुख र त्यसै गरी सरकारलाई संसदको नियमावली पठाइरहेको छ। तर आफैले प्रतिनिधि सभाको नियमावलीको धज्जी उडाउँदै संघीय सदन भित्रै पर्चा पम्पलेट लिएर सडकमा जस्तो विरोध प्रदर्शन गरिरहेको छ। रिस र झोकमा संसद बैठक बन्द गरेर हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरू बाहिरिरहेका छन्। यसले गर्दा सिङ्गो संसदको गरिमा र ओजलाई नै धुमिल बनाइरहेको छ। बारम्बार सम्माननीय सभामुख महोदयले सम्झाउँदा बुझाउँदा पनि निरन्तर सदनमा हर्क साम्पाङ र उनका सेनामेनाहरूको चटक सदनमा रोकिएको छैन। तत्पश्चात बुधबार सभामुख डीपी अर्यालले अन्तिम पटक संसद भित्र अमर्यादित हरकत नगर्न निर्देशन दिएका छन्। अब उपरान्त हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले संसद नियमावली उल्लङ्घन गरे ठाउँका ठाउँ कारबाही गर्ने चेतावनी सभामुखले दिएका छन्।